गृहमन्त्रीको यो कुरा सुन्नु त। गृहमन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। जुन रुल नागरिकलाई युज हुन्छ त्यो रुल हरेक मन्त्रीलाई युज हुन्छ। नेपालमा एक नयाँ इतिहास रचा गयो। होम मिनिस्टर सुदान गुरुङले आफ्नो गाडीलाई सिग्नलमा रोक्ने नयाँ नियम लागू गर्यो। यो एक साधारण कुरा जस्तै देखाउँछ कि नेपालमा भिआइपी कल्चर समाप्त हुने बाटो खुल्यो। पहिले के हुने थियो, सरकारी गाडीहरू नेताहरूको गाडी सिग्नलमा रोक्दै थिए। आमा मान्छेहरू लाइनमा बस्दै नियम पालन गर्दै, तर भिआइपीहरू गाडीको लागि अलग्गै नियम। तर अब होम मिनिस्टरले आफै एक्जाम्पल सेट गर्यो। यस्तो सानो कदम तर धेरै ठुलो सन्देश। यो देखाउँछ कि कानुन सबैलाई एक जस्तै छ, चाहे तपाईँ मन्त्री होस् या आम नागरिक। ट्राफिक रुल सबैलाई पनि पालन गर्नुपर्छ। नेपालको सडकमा यस्तो परिवर्तन देख्न साँच्चै खुसी लाग्छ। जब नेताहरू आफ्नै नियम पालन सुरु गर्छ तब देश अगाडि बढ्छ। भिआइपी कल्चर खत्म, सबैको लागि बराबर अधिकार। यो हो नयाँ नेपालको सुरुवात। थ्याङ्क यू।